हेलो साथीहरु नमस्ते स्वागत छ। आज म चाहिँ कहाँ जाँदैछु त भन्दाखेरि त चितवन जाँदैछौ। हामी चाहिँ यहाँ होटलमा भात खाइसके सबैजना उठिसकेका छौँ है साथीहरु। अनि अब हामी जानेछौँ यहाँबाट कहिले पुग्ने होला। अनि हाम्रो बस चाहिँ त्यो हो, दिदीहरु चढ्दै हुनुहुन्छ। अनि हामी चाहिँ गाडीमा चढिसके साथीहरु। दिदीहरु हुनुहुन्छ यता। अनि पछाडी यस्तो थचार्दै गए हामी चाहिँ। अनि त्यहाँ हामी चाहिँ नारायणी पुगेर चाहिँ नारायणीको त्यहाँ उसमा गएर टिकट काटेर अनि त्यहाँ बोटमा चढ्नको लागि हामी तयारी हुँदैछौँ। दिदीहरु चाहिँ घाम हेर्दा यस्तो घाम चर्केर कति गाह्रो भइरहेछ। अनि तपाईहरुले कतिजना आउनुभयो होला। अनि यो के भन्छ ज्याकेट लाएर मात्र जानुपर्ने ज्याकेट लाइसकेको छ। अनि दिदी हुनुहुन्छ अर्को दिदी पनि लाइसक्नु भएको छ। हाम्रो ग्याङ चाहिँ 27 जनाको ग्रुप छ भने 3 जना दिदीहरु चाहिँ नजाने रे हैन। अनि हामी चाहिँ चढ्ने भनेर तयारी भइसकेको छौँ। त्यो बोटमा जाँदैछौँ हामी। अनि त्यहाँ बोटमा चाहिँ चढिसकेका छौँ हामी। अनि सबैजना चाहिँ नाट्ने रहेछ। अनि अर्को लटमा आउनुहुन्छ। हामी यतिको चाहिँ जानेछौँ। उता पनि भिडियो बनाउँदैछ यता पनि भिडियो बनाइरहेछ हामी चाहिँ। अनि जस मलाई चाहिँ पोखरा जस्तै महसुस भएछ है। तपाईहरुलाई कस्तो लाग्यो होला आउनु भएको छ भने। किनभने फेवाताल चाहिँ गइरहेछ भने यो चाहिँ गहिरो छैन रहेछ है, त्यो ठोक्किने रहेछ है। हैन होला यसरी हामी सरर जाने भए। अनि मोबाइललाई अठाउन गाह्रो भयो झर्ला भनेर यहाँबाट चाहिँ। अनि पानी चल्दैछ हावा चलेर आमामामा मान्छे त्यहाँ ठोक्केर कति गाह्रो हो। त्यहाँ गहिरो नभएपछि ठोक्किने रहेछ। ठोकेपछि घन्डङ र गुन्डु हालिदिएर आफैलाई पनि गाह्रो बनायो। हावा चलेर हिँड्नु कपाल यस्तो फरफर भइरहेछ। साथीहरु तपाईहरु पनि आएर इन्जोय गर्नु होला भन्ने छु। अनि यहाँ चाहिँ पुरा पानीमा छसाउँदै हिँड्दैछौँ हामी चाहिँ। अनि पछाडिबाट त्यो अर्को भाइले के अरे क्यामेराबाट भिडियो गर्दै हुनुहुन्छ। भिडियो गर्छु भन्दै थियो। अनि राम्रो आउँदैन के अरे भिडियोको 15 सेकेन्डकै कतिको चाहिँ अनि 50 रुपियाँ भन्दै हुन्थ्यो। अनि म आफैले चाहिँ मेरै मोबाइलबाट खिचेँ भने मेमोरी बस्छ नि त भनेर यसरी म चाहिँ भिडियो गरेको। अनि तपाईँकोबाट खिच्न फेरि मोबाइलमा आएन भने फेरि अनि भिडियो नखिचेपछि फेरि चढ्न मिलेन। फेरि पैसा तिर्नुपर्छ अरे चढ्नलाई चाहिँ। तर मैले चाहिँ जसो तसो राम्रो नभए पनि खिचेँ। अनि दिदीहरु सबै हल्लाएर आइरहन्छ। अनि त्यहाँ पुरा पर पुगेर ल्याउँछ अरे हामीलाई भन्नुहुन्थ्यो। तर कहाँसम्म लान्छ उनीहरूले थाहा छैन। अनि हामीलाई चाहिँ के अरे उतासम्म लगेको छैन होला। साथीहरु हेर्नु न कपाल कस्तो फरफराएको होला। गाइजहरु हेर्नु होला। उतापट्टि हाम्रो दिदी हल्लिँदै बसिरहनु भएको छ। बुढामा चाहिँ हाम्रो पछि आउनु भएको छैन। अनि हामी मात्रै छौँ यहाँ। अनि 2 जना अर्को नयाँ मान्छेहरू थपेको छ। हाम्रो मान्छे चाहिँ छुटेको छ होइन। एउटै सरर भएर हामी कुलेगनी जान्छ 2टा बोटमा। अनि सरर सँगसँगै खेल्दा रमाइलो हुन्थ्यो। अहिले चाहिँ हामी सँगै छैन है। उनीहरू कता जानु टोइलेट जाँदाखेरि छुटेको छ छिटो भनेर। अनि हामी चाहिँ
सकिन टाइम लाग्यो जस्तो छ। पुरा भरे फर्किसक्यो है, कति छिटो फर्किनु पर्ने हो, फर्केर पनि यता आइसक्यो है। अनि अर्को ग्रुपको चाहिँ यता हुनुहुन्छ, भर्खर जान लाग्नु भएको। म पनि जान मिल्छ भनेको त यो भाइले चाहिँ हुँदैन नि भने है। अनि त्यसपछि त अनि एकजना चाहिँ फ्री हुन्छ नि भने फेरि पछि अर्को दिदी जानुभयो है। अनि जोस् रमाइलो लाग्यो, तपाईँहरू पनि आएर इन्जोय गर्नु होला साथीहरू है। यहाँ चाहिँ भोलिको लागि मेला तयारी गर्दैछौँ है, मेला गर्नलाई यहाँ चाहिँ पुरो प्रोग्राम हुन्छ अरे भोलि चाहिँ। अनि हुन्छ साथीहरू, यहाँ चितवनको नारायणीमा आएर तपाईँ पनि बोट चढेर रमाइलो गर्नु होला। अनि भन्दै हामी चाहिँ यहाँ गाडीमा चढिसकेका छौँ। हामी चाहिँ होटेलतर्फ हिँडे, सबैजना गाडीमा चढे।